राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको जमानत बसिदिएका मनोहर प्रधानको नाम पार्टीको समानुपातिक सूचीमा परेपछि यति बेला आलोचना भएको छ। बुटोलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न 30 लाख रुपियाँ जमानत दिएका थिए। उक्त मुद्दाको कुल बिगो रकम 10,49,36,000 रुपियाँ थियो। त्यसमध्ये लामिछानेले आफ्नो भागमा पर्ने 2,74,84,84,000 रकम बराबरको 3 थान बैंक ग्यारेन्टी पत्र अदालतमा बुझाएका थिए। प्रभु बैंकको 3 थान ग्यारेन्टी पत्र बुझाएपछि नै रवि थुनामुक्त भएका थिए। ग्यारेन्टी पत्र दिनेमा शंकर प्रसाद श्रेष्ठ, रामानन्द घिमिरे र मनोहर प्रधान रहेका थिए। यी 3 जना मध्ये मनोहर प्रधान रासोपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीको आदिवासी जनजाति पुरुषतर्फ 4थो नम्बरमा रहेका छन्, जबकि उनी रासोपाले समानुपातिक उम्मेद्वार चयनका लागि गराएको प्राइमरी निर्वाचनमा निकै पछाडि परेका थिए। रासोपाले आदिवासी जनजाति क्लस्टरमा सबभन्दा धेरै मत ल्याउने 9 जनाको नाम सार्वजनिक गरेको थियो। त्यसमा प्रधानको नाम थिएन।